हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो र आज पनि नयाँ र दमदार भिडियो लिएर आइसकेको छु। आजको भिडियो चाहिँ हल्का कमेडी टाइपको हुनेछ हैन। अलिकति मिमहरूलाई कलेक्ट गरेर जलन ब्रोले चाहिँ बनाएको एउटा अस्तिको त्यो जुन हाम्रो ठुलो आन्दोलन भयो त्यो बीचको सानो सानो मिम क्लिपहरूलाई चाहिँ कलेक्ट गरेर चाहिँ जलन ब्रोले बनाउनु भएको रहेछ। सो त्यही भिडियोलाई आज म रियाक्सन गर्न जाँदैछु। टाइटल चाहिँ राजवादी भर्सेस गणतन्त्रवादी रे के हैन। हेर्दिम कस्तो रहेछ हैन। मिम क्लिपहरूलाई चाहिँ कलेक्ट गरेको छ। हेरौँ कस्तो चाहिँ बनाएको रहेछ हैन। हेर्दिम न त। काका हजुर राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् न बोल्दिनुस् भन्थे बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला हैन। म त खुसी हुने भइहाल्यो नि, तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोडिदिनुस्, तर हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन तर केमा साथ माग्नु भएको तपाई बुझिएन। बुझेर पनि त बुझे जस्तो नगर्नुस् न, राजा फर्काउने रे। कता फर्काउने हामीलाई के थाहा अघि पछि कता फर्काउने अझ मजा गर्दै गर्नुस् न, राजा फर्केपछि नि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले। गोकुल बासको राजा जस्तो झाटका कुरा के गर्नु? राजा भुत्ला हो। भुत्ला कुरा पनि गर्दै हो। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लगाइदिन्छ सबैलाई फलो गर्नु होला। अरु पार्टीका झोलेहरू पनि आउँछन् क्या, खानकै लागि भयो पनि। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ऐसे कुछ ज्यादा नहीं हो गया। 25 लाख 16 लाख अलि बढी भयो। खत्म खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। ओए भैंचो सामने कैमरामैन के सामने रहो तुम लोग। देखो यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्ला यो पुलिस भाइलाई पनि स्वाद लागेछ कि क्या हो? राजा आउला नआउला आफ्नो ठाउँमा छ, तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचै। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। यस्तो भन्न पाइन्छ। त्यही त सन्तान छैनन् भनेर त्यसरी हेर्ने हो। त्यो सन्तान त लेकिन चाहिए यत्रो देशैभित्र काम परे गणतन्त्र धोका हो। केपी ओली बोका हो। ओए किन पाल्नु छ? त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको? गाली गर्न प्लस कतिको भिजनै थिएन कि हुन्छ नि। त्यो आन्दोलनमा जाँदाखेरि कतिलाई थाहै थिएन कि म यहाँ आएर के बोल्नुपर्छ हैन, कुन तरिकाले हैन, कुन तरिका कुन सभ्य शैलीले चाहिँ आफूले चाहिँ आन्दोलन गर्नुपर्छ भन्ने पनि त्यो नलेज छैन कि त्यो बेलाको हुन्छ नि अधिकांश जनताहरूमा त्यो छैन। एउटा मलाई चाहिँ के लाग्छ भने कुनै पनि आन्दोलन जाँदाखेरि चाहिँ एउटा भिजन बोकेर जानुपर्छ हैन। एउटा हुन्छ नि आफूमा एउटा प्रेजेन्ट गरेर जानुपर्छ। आफूमा एउटा के हुन्छ नि त्यहाँ गएर चाहिँ म कुन तरिकाले गर्नुपर्छ आन्दोलन भन्ने एउटा भिजन बोकेर जानु पर्छ हैन। त्यो बिना नै मान्छे दौडेको छ, हावा तालमा बोलेको छ, नानावादी दिएको छ र यसरी सरकारलाई यसरी गाली गलौज गर्न पनि एउटा गलत हो हैन। किनभने ठिक छ ऊ आफ्नो ठाउँमा सही छ र उसले राम्रो पनि गरिरहेको छ। यस्तो हो नेगेटिभ र पोजिटिभ भन्ने एउटा जुनसुकै काममा पनि नेगेटिभ र पोजिटिभ भन्ने एउटा वे हुन्छ हैन। त्यसलाई नेगेटिभले मात्रै लिएर नि भएन नि त हैन। अब हुन्छ नि सरकार आयो, सरकार आएपछि सरकारले गरेको कामलाई नि हेर्नु पर्यो हैन। दुवैपट्टि हामीले नजर लाउनु पर्यो कि हुन्छ नि। अब उसले नराम्रो मात्रै गरेको हेऱ्यो भने नराम्रो नै हुन्छ हैन। उसले गरेको एउटा सरकारले गरेको एउटा काम, एउटा डेभलप, एउटा हुन्छ नि अब हुन्छ नि हाम्रो नेपाललाई कस्तो थियो र कस्तो बनायो त्योहरू पनि हेऱ्यो भने चाहिँ मान्छेको मनमा चाहिँ यस्तो गाली गलौज चाहिँ निस्किँदैन जस्तो मलाई लाग्छ है। यस्तो हो अब सबैले राम्रै भन्नुपर्छ भन्ने पनि छैन हैन। तर यति साह्रो गाली गलौज हुन्छ नि यसरी चाहिँ नभनिदिएको चाहिँ राम्रो हुन्थ्यो हैन। मलाई चाहिँ त्यो लाग्छ। जे भयो नि सरकार हो नि त यार, बाहिर देशले दुनियाँले हेर्छ नि त यो न्युज त हैन। अब दुनियाँले हेऱ्यो भने के भन्छ होला यार हैन। आफ्नै देशको बेइज्जत भएन। जनता नै यस्तै छ भने झन् नेताले के गर्ला भन्ने एउटा के भन्छ चासोको विषय हुन्छ मान्छेमा हैन। सो त्यही हो, मलाई चाहिँ त्यो लाग्छ।
राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे नि। राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न अरे, त्यो हेलमेट नलाएको भए टाउको फुट्ने गरी हान्थ्यो होला। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17,000 मान्छे मरे किन राजमा आउनु पर्यो? राजावादीहरूको बिचमा उभिएर राजाकै विरोध। वाह, आठ त तैँले गरेको यो होस् माने त भाइले बहुत डिस्टर्ब गर्यो यो भाइलाई तपाईँको कुरा छ भने आउनु। यस्तो छ कि अनि कुन भिजन बोकेर चाहिँ यो आन्दोलनमा गएको त अनि जाड बोकेर के यही मेन त नेपालको बेइज्जत हो हैन। यसरी सायद कुनै पनि देशमा छैन होला कि जाड बोकेर यो नानावादी भनेर चाहिँ आन्दोलन गर्ने आन्दोलनकारीहरू चाहिँ छैन जस्तो लाग्छ। त्यो चाहिँ हाम्रै नेपालमा मात्रै पाइन्छ हैन। जे हुन्छ नेपालमा हुन्छ हैन, नेपाली हो नि। सो मेरो विचारमा चाहिँ एउटा भिजन बोकेर जानुपर्छ है, त्यही हो आन्दोलन जाँदाखेरि चाहिँ। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी गएर झमेला हालिदिनलाई पठाउँछ। खै हामीलाई थाहा छैन भाइ। बाटो हिँडेको मान्छेले छोरा चाउरे के गरेको यो रक्सी खाएर? बिहानदेखि आन्दोलनमा हिँडेको, कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन क्या। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जोडियालाई पनि हेर्नुहोस् यहाँ, कोहीलाई अब राजा ल्याउनु पर्छ भन्ने अब तनाव छ, कोहीलाई चाहिँ अब पुलिसै हराएर कि अब ल भयो त अब कस्तो कस्तो चाहिँ सुन्न पाइन्छ त अब आन्दोलनमा हैन। यो आन्दोलन भन्दा पनि एउटा हुन्छ नि मजाकको एउटा जात्रा, गाई जात्रा, मजाक गर्ने एउटा ब्याङ्गे हान्ने गाई जात्रा जस्तो चाहिँ देखिन्छ है। खोज्न आउनु भयो कि राजाको स्वागतको लागि आउनु? म राजा स्वागतमा। मान्छे हरायो भने पुलिसले खोज्छ, यहाँ त उल्टै पुलिसलाई पो खोज्दै हुनुहुन्छ त। को यार उहाँ वरिष्ठ हो यहाँको टोक्ने। अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ, के भन्दै हुनुहुन्छ? राजा चाहिएन अहिलेलाई। राजा आऊ के? म पनि सहिद बन्नी मलाई लाग्छ यो भाइहरू जन्मिँदाखेरि राजतन्त्रै सकिसक्यो कि। अब यो मान्छेहरू चाहिँ यो भाइहरू चाहिँ राजा खोज्न राजालाई लिएर आउनुपर्छ भन्ने भिजनमा हिँडिरहेछ हैन। उनीहरूलाई थाहै छैन होला जस्तो लाग्छ। मलाई पनि थाहा छैन कतिपय कुरा हैन, तर मलाई यसो अनुहार हेर्दा चाहिँ भाइहरूको चाहिँ उनीहरूलाई थाहै छैन कि अब राजा हुँदा के हुन्छ हैन, गणतन्त्र हुँदा के हुन्छ भन्ने पनि थाहा छैन होला कि। हेर्नु न जङ्गिरहेको नेपाली हो नेपाली। राजाको लागि गोली खाने लाडो खा त्यस्तो हुन्छ। त्यसले सुन्नु पर्यो कतै रोजगारको अभाव छ, यहाँ पढाइ शिक्षाको अभाव छ। छात्रों को पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो। लेकिन स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ रे। प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ? विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस्, नेपालमा काम त पाइन्न। काम खोज्ने होइन, काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ। तनहुँको भीमहाट नगरपालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन्। म चाहिँ यस्तो गर्नु त भएन नि यार। त्यो पन्यु ततै राख्दाखेरि पनि कोही अब सम्झाउने मान्छे पनि थिएन कि, सर्भिसहरू थिएन किन। पन्यु तताउन त लगभग 4-5 मिनट त लाग्यो होला। त्यतिसम्म लाग्दाखेरि त कोही सम्झाउने मान्छे त भयो होला नि, किन यस्तो गर्दैछ, यस्तो गर्नु गलत हो भन्ने एउटा सम्झाउने मान्छे पनि थिएन कि हैन। अब सर्भिसले हानेर लट्ठी नै भाग्नु स्वाभाविक कुरा हो।
होइन तर यो पन्यौ तताएर हान्नु चाहिँ अलिकति गलत हो हामीले पनि खान्छ लट्ठी सट्ठी भाँच्ने गरी होइन खान्छौँ हामीले पनि 20 लट्ठी 30 लट्ठी हामीले पनि खाएको छ त्यो स्वाभाविक कुरा हो गल्ती गरेपछि अब होमवर्क नगरेपछि गल्ती गरेपछि पिट्नु चाहिँ एउटा स्वाभाविक नै कुरा हो तर यसरी यो त अति भयो नि यार हुने बेला सानसानो थिए मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिए मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नु राजाको शासन यस्तो थियो म भन्छ राज परिवारले र दरबार हेर्न चाहेको मान्छे यो भिडियो चाहिँ मैले पनि पहिल्यै हेरेको थिएँ है तर यो कुरा सुन्दा चाहिँ एक हिसाबले चाहिँ हुन्छ नि गणतन्त्र ठिक जस्तो लाग्यो राजतन्त्रमा चाहिँ के हुँदो रहेछ भने एउटा दबाबमा बस्नुपर्ने दबाब भन्दा पनि एउटा राजाको हुकुममा बस्नुपर्ने होइन केही कमाउनलाई परदेश जान नपाउने होइन आफ्नो जीवनलाई चाहिँ अलिकति केही ब्राइट गरौँ भनेर कतै परदेश जान्छु भन्दा पनि त्यो पनि नमिल्ने होइन उसको हुकुममा बस्नुपर्ने होइन कतिपय कुराहरू अब मनमा भएको कुराहरू आफूले खुलेर व्यक्त गर्न नपाउने जस्तै यसरी हामीले भिडियो बनाइरहेछ भने होइन हामीले यस्तो गर्न नपाइने होइन भिडियो सिडियो गर्न नपाइने अनि यो भएन भने त कहाँ मजा भयो त्यहाँ लाइफ जिउनु नै मजा भएन नि त आफूले सोचेको जस्तो यसरी गर्न पाएन भने मलाई यो गर्ने इच्छा भयो मैले यो गर्छु होइन अब यही गर्न पाएन भने त म खुसी हुन्छु होला त मेरो जस्तै हरेकको एउटा ऊ हुन्छ सपना हुन्छ एउटा म यो गर्छु है भन्ने सोच हुन्छ त्यही गर्न नपाएपछि त अनि त्यो भएन नि त होइन यो कुराले चाहिँ मलाई पनि अब हुन्छ नि गणतन्त्रै ठिक हो जस्तो लाग्छ किनभने हामीले यसो हेर्दाखेरि राजतन्त्रमा जे थिएन होइन गणतन्त्रमा त्यो भयो डेभलप भयो होइन कतिपय नराम्रो कुरा पनि भयो प्लस राम्रो कुरा पनि त भयो होइन हरेक ठाउँमा अलिकति बत्ती बिजुली बत्ती गयो सडकहरू डेभलप भयो होइन कतिपय गाउँ कस्तो दुर्गम गाउँहरू सिटी भयो होइन यो सबै गणतन्त्र हो नि त गणतन्त्रको बिचमा भएको कुराहरू हो राजतन्त्रमा त्यस्तो थिएन नि त अब सबै कुरा राजाको हुकुम भएपछि हामीले अब केही गर्न नपाएपछि हामीले केही बिजनेस व्यापारै गर्न नपाएपछि हामी कसरी माथि पुग्छ त होइन जहिले पनि त्यही ठाउँमा हुन्थ्यो होला सायद होइन हजुर मालिक यसरी बस्नुपर्ने थियो होला होइन यसो हेर्दा चाहिँ एक नजरले हेर्दा चाहिँ हुन्छ नि गणतन्त्रै ठिक हो जस्तो मलाई लाग्छ है विदेश जान पाउँदैन थियो पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो बोल्ने स्वतन्त्रता थिएन संगठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो यो कुराहरू किनभने महिलाहरू त राजा गर्नुपर्छ भनेर उठ्दैछ नि त जब देश संहार हुन्छ तब महिला उठ्छन् अब 15 वर्षमा के बनाइदिनु भयो पहिला नेपाल हाम्रो सरकारले बेच्यो राजालाई यहाँ नारायण हिटीमा ल्याउँदैछ राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल भिजन छैन कि जिरो के कुनै कुरामा माइन्डसेट गरेर आएकै छैन कि आन्दोलनकारीहरू सबैले भन्न मिल्दैन होइन सबैलाई भन्न मिल्दैन कतिपय यङ्गेस्टहरू भनौँ अब पुराना अब जुन राजाका पालाका मान्छेहरूलाई थाहा थियो होइन ल्याउनु पर्ने सही हो कि गलत हो कि राजा आउँदा राम्रो हो कि नराम्रो हो त्यो राजा शासनको बेलाको अङ्कल आन्टी हजुरबा हजुरआमाहरूलाई थाहा छ योगेशले के थाहा हुन्छ यार होइन त्यो युट्युब हेरेको भरमा भिडियो हेरेको भरमा थाहा हुँदैन हामीले पनि कति हेऱ्यो र कुनै पनि भिडियोमा सेम कुरा छैन कि कुनै कुरामा राम्रो पनि छ कुनै कुरामा नराम्रो हुन्छ नि अब राजा थियो हुँदा यस्तो नराम्रो हुन्थ्यो यस्तो पनि थियो कुनै कुरामा राजा हुँदाखेरि शान्त थियो राम्रो हुन्थ्यो भन्ने पनि छ होइन हरेक कुरामा नेगेटिभ र पोजिटिभ छ कि अब त्यो कुन कुरा चाहिँ सही हो भन्ने चाहिँ अब हेरेर चाहिँ थाहा पाउँदैन कोही बेला जुन मान्छेले फेस टु फेस त्यो राज शासनले चाहिँ फेस गर्यो होइन त्यो मान्छेहरूलाई चाहिँ थाहा छ होइन त्यो के हो राजा हुँदा के हुन्थ्यो र नहुँदा के भइरहेछ भन्ने चाहिँ
राजाको पालाका मान्छेहरूलाई मात्रै थाहा छ नेपाललाई नेपाल बनाउने भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै चेलीबेटी बेच्न खोज्छ त्यसले राजा खोज्छ बस त्यति हो सुन्नु पनि बाबुजी थाहा छैन हामीलाई त्यसको विरोध गर्नुहुन्छ उहाँहरु सबैजना जोडिए आफ्नो चेलीबेटी बेच्नेहरु हो को हुनुहुन्छ तर कमेन्ट गर्नुस् त हाम्रो राजा चाहिन्छ मेरो राजाले के गर्यो भन्छन् के कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् हैन आज भनिदिनुस् त के गर्नु भयो मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरु चाहिँ नेपालमा काम गर्न आउँथे विराटनगर जुटमिल टेक्सटाइल थियो भिरकुटी काठ कारखाना थियो र आज के भयो सरबका सब बन्द गर्ने हामी कदापि यो भ्रममा नपरौं विगतमा नेपाल ठीक थियो भनेर विगतमा नेपाल ठीक थिँदै थिएन एउटा भन्छ अर्कोले अर्को कसको चाहिँ कुनै विश्वास गर्ने जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन् पहिलाको नेपाल त गोल्डन एरा अब भिडियोलाई हेरेर हामीले जज गर्न मिल्दैन नि त हैन पहिले के थियो भन्ने कुरा त्यही बेलाको मान्छेले राम्रोसँग हामीले अब बुझ्नुपर्छ हैन सोध्नुपर्छ हैन कतिले अब गलत पनि देखेर पनि अब गलत भन्न पनि सकिन्छ नि त जो जे छ मनमा जसले देखेको छ त्यसलाई भित्री रूपमा थाहा छ हैन अब हामी त भिडियो हेरेर जज गर्न मिल्दैन हैन सब मेरो लागि सबै कुरा ठीक नेगेटिभ पनि ठीक पोजिटिभ पनि ठीक हैन भन्छन् कसको लागि गोल्डन एरा राणाको लागि कि राजाको लागि गुड क्वेशन नेपाल कहिले पनि धनी थिएन कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन गोल्डन एरा त अहिले चलिरहेको छ बरु किलोका किलो सुनसमा दिन्छ एयरपोर्टबाट नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन राजाको बेला विकास छैन भन्ने मुजेर नि मैले भन्छु त म चिक्ने पनि 20 वर्ष पहिला फुसीको डल्लो थिइस् के भयो किन आसेको मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो धेरै खुसी नहुनु त्यो सबै राप्रपाले गर्दा आएको रे अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर महल बनाएपछि हामीले गरेको होइन अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई अगाडि गएर भिडमा फोटो खिचेर हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड त्यतिकै हावामा हुन्छ अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन् नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ राजा ल्याउँछु भन्ने हो छैन भनौं न के राजा ल्याउने कुनै पनि कुरामा राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ राजा त म गफ गर्दै सुरु दरबार भित्र पसे उनी के गर्छ नि कुर्सीमा राख्छन् अरे म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिरा राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि केन्द्र सरकारलाई राजा घोषणा गर्छौं नारायण हिटीमा छिराउँछौं सिरपेज लगाउँछौं त्यो सिरपेज छुन मात्रै गयो भने गोलीले चाहिँ नि सिनोले छेडिन्छ राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाक गरेर भित्र छिराउने जति गर्न खोजियो भने नेपाली जनतालाई यो सही हुन्न हामी जनताले दिएको छ ल्याउँछौं जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन काटेर मारेर पनि ल्याउँछौं राजा मुजी त म्याच सिक्ने बोलेर हुन्छ मुजी If a king has to come, why does have it be like Gyanendra Saha? Please make someone else the king. किन ज्ञानेन्द्र शाह चाहियो अरु राजा भन्न सक्दैन हामी युवाल देशको भलो चाहने हो भने यो पनि हो हृदयेन्द्रलाई राजा बनाऊ लिलबुदालाई राजा उहाँलाई मात्रै राजा बनाउनुपर्छ भन्ने छैन नि त तमा चिक्ने कुत्ता साला कुकुर लिलबुदा दाइ लिलबुदा राजा भन रण्डीको त मुजी त गेडा हो राजा हो म कसरी राजा हजुर को हो जङ्गबहादुरको दोस्रो रूप हो हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसले पट्याउने नभ त्यहाँ जुङ्गा हेड जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि पारसको देख्नु भने त्यत्रो जुङ्गा पारसले गर्दा खायो तेरो गाजा खाइरहेको छु माछिङे मैले गाजा खानु ठिक हो कसरी हो घुस खानु भन्दा गाजा खानु ठिक हो भनेपछि पारस ठिक हो भन्नु खोज्यो खानु भन्दा चाहिँ गाजा खानु ठिक हो वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो जसको कुनै एम्बिसनै छैन साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरु केही नभएको व्यक्ति हो चाहिँ हेर्नुस् पारस यो सत्ता र यो परमानेन्टको लागि लायकै छैन राजा आइसकेको छ कहाँ छ आउँदै हुनुहुन्छ मेरा प्यारा देशवासीहरू नेपाली हो नि पशुपतिनाथले कल्याण 5वटा मात्रै राजा रहनेछन् एउटा बेलायतमा र
चारवटा खेल्ने तासमा अनि त्यो खेल्ने तासमा दुईवटा जोकर पनि हुन्छ एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ हामी राजाबाजी गरेर राजा फर्काउनै पर्छ के गर्ने राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हाम्रो त देख्छौँ नि राजा राजा ज्ञानेन्द्र शाह त हुन थाहा छ नि तपाईँलाई ज्ञानेन्द्र त खटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो। हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा राजाबाडी भएर के भनेको थियो तपाईँ त राजावादी हो तर मुकुन्दजी हजुरले भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ अहिले पनि छ केही मान्छेहरू होइन जस्तै यो अङ्कल उबेलाको राजाहरूलाई पनि अहिलेसम्म पनि मानेर बसेका छ जुन चाहिँ स्वर्गीयवास हुनुभयो होइन जुन हाम्रो पूर्व राजाहरू अहिलेसम्म पनि उहाँहरू नै राजा हो भन्ने चाहिँ त्यो सोचेर चाहिँ बस्नु भएको छ अहिलेसम्म पनि कति छन् मान्छेहरू विषयमा राजतन्त्र सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो सेकुन वीरेन्द्रको राजतन्त्र भएको भए दिपेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन अब यो राजेन्द्र केटाकेटीको कुरा सुन्नु भन्दा नि बरु बाजेहरूको कुरा सुनौँ न के भन्नुहुन्छ राजा ल्याउन पार्ने हुन्छ यसरी लुटेर खाँदैन राजा त ज्ञानेन्द्र नै हो राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदैछन् वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ अझै छ त्यही हो यस्तै हो होइन के हो अब मैले त खै के भन्नै सकेन यार के भन्ने त यो विषयमा अब के भन्ने हुने शब्द नै भेटेन यार अब यताको कुरा सुने यताको पनि ठिक लाग्छ उताको सुने उताको पनि ठिक लाग्छ होइन जे होस् म चाहिँ के भन्छु भने चाहे गणतन्त्र होस् चाहे राजतन्त्र होस् होइन जे भए पनि हाम्रो देश राम्रो होस् होइन एउटा अरूले हेर्ने नजरमा पनि नेपाल राम्रो छ डेभलप छ अब के भन्छ हरेक कुरा होइन राजनीतिकदेखि डेभलपदेखि होइन हरेक कुरालाई चाहिँ एउटा सबै कुरा समेटेर एउटा राम्रो देश हो भन्ने चाहिँ चिनाओस् होइन हामीलाई चाहिँ चाहिएको त्यही हो होइन अरूले पनि नेपाली हो भन्दाखेरि एउटा हातेमाल गर्ने विषय होस् होइन वा नेपाली टाइपको होइन अहिले यस्तो भएको छ कि नेपाली भनेपछि एयरपोर्टदेखि सुरु हुन्छ कि नेपालीलाई गर्नलाई के हेपचेप गर्नलाई एयरपोर्टदेखि सुरु हुन्छ हाम्रो पासपोर्ट भनेको छैन कि केही भ्यालु नै छैन कि खाते के है जा यसरी फालिदिन्छ कि पासपोर्ट त चेक गरेर यसरी फालिदिन्छ कि त्यो भनेको भ्यालु नै छैन कि हाम्रो नेपाल त्यो नहोस् होइन एउटा नेपालको मान्छे हो भनेपछि एउटा हुन्छ नि रेस्पेक्ट गर्ने एउटा ठाउँ बनाइदियोस् होइन चाहे जुनसुकै सरकार होस् म चाहिँ यति भन्छु योभन्दा धेरै बोल्न चाहेन सो त्यही हो तपाईँलाई भिडियो कस्तो लाग्यो मैले दिएको धारणाहरू गलत भए म माफी चाहन्छु र के कस्तो लाग्यो तपाईँहरूलाई कृपया तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ होइन आफ्नो एउटा धारणालाई चाहिँ लेखेर कमेन्ट गर्न सक्नुहुन्छ सो यति भन्दै कोही नयाँ छ भने सब्सक्राइब गरिदिनु होला कोही पुरानै छ भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला सो आजलाई यति नै धन्यवाद